म चाहिँ अहिले सानलाई उठाउन जाँदैछु। साने साने ओ साने उठ उठ एक्सर्साइज गर्नु पर्यो। उठ उठ नास्ता खानु पर्यो, एक्सर्साइज गर्नु पर्यो। उठ उठ ल उठ उठ साने उठ 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 जरक जुरुक उठ उठ ल जरक जुरुक भनेको चाहिँ के हो? भनेको थियो त भाइमा बाजुले होइन त्यही के छ ठिक छ ल उठ्ने बित्तिकै समात। धेरै पछि ब्लग कन्टिन्यू ब्याक। गुड मर्निङ गाइज, गुड मर्निङ सबैमा। 8:43 भयो यस बेला। बल्ल गुड मर्निङ सबैमा भने नास्ता पाक्यो, दुध पाक्यो, ब्रेड बन्यो, आलु चनाको सब्जी बन्यो, कम अन खुवाउँछु अब फ्रेस हुन्छ। माम बन्यो, दाल बन्यो। अब सब्जी हजुर के खाने त्यही बनाउनलाई म वेटिङ फर यु गरिरहेको छु। अनि अहिले पनि 8:43 जाँदाखेरि बोल गुड मर्निङ गाइज गरेर हुन्छ। आँखा खोला छिटो। ओ सुपर फाइटर। दर्शन नमस्ते सम्पूर्णमा। अहिले चाहिँ म उठेर फ्रेस पनि भइसकेको छु। सो अब चाहिँ म अलिअलि एक्सर्साइजहरू कार्डियोहरू गर्छु अनि त्यसपछि खाना खान्छु। सो आज चाहिँ म मेरो डेली लाइफस्टाइल देखाउँछु है त। सो आफ्टर लङ टाइम पछि फेरि भिडियो हाल्दैछु होइन। अब चाहिँ कन्टिन्यू गर्छु किनभने अहिले चाहिँ म बसेको ठाउँमा चाहिँ नेट पनि आइसकेको छ। सो डेली कि त हप्तामा जस भिडियो रेगुलर हालिराख्ने ट्राई गर्छु। अनि हजुरहरूले यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। म यस्तै मेरो डेली लाइफस्टाइलको म भिडियोहरू हाल्नेछु। सो अहिलेलाई चाहिँ हामी अब एक्सर्साइज स्टार्ट गरौँ है त। सो अहिले चाहिँ मैले एक्सर्साइज गरेर सकिसकेँ। अनि अब चाहिँ म केही नास्ताहरू खान्छु। अब ओट्स खान्छु म, दुध र ओट्स। सो अनि त्यसको एकछिनमा चाहिँ खाना खान्छु फेरि। अनि हजुरको के छ कस्तो छ कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला सबैजनाले है त। ओके दादा के गर्दै हो? तिमीलाई लेमन पानी। ओ मेरो लागि लेमन पानीको लागि तयारी। यस यस्तो भएपछि त मजा आयो नि। टक्क लेमन पानी गुटुक गुटुक गुटुक। यस ओहो दामी हुन्छ जस्तो छ। ल मेरो लागि चाहिँ आज स्पेसल चिकन बन्दैछ आज खानामा। सो चिकन चाहिँ यहाँ रेडी हुँदैछ अनि अब छिट्टै पाक्छ त्यसपछि खाइन्छ चिकन। फेभरेट 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 है त। ल अहिले चाहिँ अब दादाले फ्राई हो त्यसो तेल अलिकति हाल्नुपर्छ आज। हस् लाइट त लाइट चेक गरौँ अब।
चाहिँदैछ त्यसरी गर्नु हामीलाई यस मलाई लोकल पाउन किनेको हुन्छ हाम्रो चिकन चाहिँ यस्तो भइसकेको छ ओको लागि के होला त साह्रै लागेको त्यसलाई के लाग्यो भने परेन कि कासेको मिल्को बेपिस है मिल्को बेपिस यो यो ओ बाँकी पऱ्यो नि त हामी क्यामेरामा त ओ इच्छा आफै गइदिरहेको कि हेर्नु न आहा चिकन तिमीलाई आज म खान्छु है त टमेटोज म चाहिँ एउटा यहाँ टेस्ट गर्दैछु अलिकति अझै केही सक्नु पर्ने भएको कारणले चाहिँ मिक्सिङ हुँदैछ हाम्रो नुन चाहिँ अलिकति पुगेन छ सक्दैछौँ ल हाम्रो चाहिँ चिकन पनि पाकेर दादाले चाहिँ खाना परोस्दै हुनुहुन्छ ओके अब चाहिँ हामी खाना खान्छौँ सो यो चाहिँ मेरो लागि वाउ ल अनि चाहिँ हामी दादा र म खाना खाँदैछौँ मिठो छ आन्टी कस्तो छ भन्दा मिठो छ भन्छ नि टिभीको अगाडि बसेर त्यस्तो भयो थ्याङ्क यू दादा वेलकम भाइ सो अहिले चाहिँ खाना खाइसकेको छु मैले अनि खाना खाएर चाहिँ अहिले तल आएको छु अनि अस्ति चाहिँ मेरो भ्याक्सिन थियो 26 गते लगाउनु पर्ने थियो मेरो भ्याक्सिन बट त्यो बेलामा चाहिँ रुगा लागेको कारणले चाहिँ मैले 1 हप्ता चाहिँ मिस गर्नु पऱ्यो भ्याक्सिन चाहिँ सो अनि मन्डे लगाएको भ्याक्सिन अनि 2 गते सो अलिक पेन भइरहेको थियो त्यति बेला चाहिँ किनभने हातमा 4वटा भ्याक्सिन थियो 4वटा भ्याक्सिन थियो अनि अलिकति गाह्रो भएको थियो त्यो भ्याक्सिनले चाहिँ अलिक डायरिया अनि त्यसपछि मलाई अलिकति विकनेस बनाइरहेको थियो फिभर पनि भइरहेको थियो सो अनि हजुरको के छ सुनाउनु के छ भन्नु कमेन्टमा लेखिदिनु कहाँबाट हेर्दै हुनुहुन्छ अनि मलाई चाहिँ पहिलाभन्दा धेरै नै राम्रो भइसकेको छ अनि टिकटकहरूमा लाइभ बस्दाखेरि चाहिँ अनि धेरैजनाले सोध्नुहुन्छ बाबुलाई चाहिँ रोग छ कि छैन भनेर सोध्नुहुन्छ कस्तो छ भनेर सोध्नुहुन्छ सो अहिले चाहिँ ममा क्यान्सर छैन क्यान्सर सेल्स छैन अहिले चाहिँ किनभने हाम्रो बोन म्यारो ट्रान्सप्लान्ट गरिसकेपछि चाहिँ यो रोग चाहिँ हटिसकेको थियो अनि बोन म्यारो ट्रान्सप्लान्ट गरिसकेपछि चाहिँ हटिसक्यो अनि त्यसपछि अहिले चाहिँ हाम्रो ट्रिटमेन्टहरू चाहिँ भ्याक्सिनको अनि त्यसपछि जुन ट्रान्सप्लान्ट गरिसकेपछि जिबिएसडीहरू भन्ने हुन्छ जिबिएसडी भन्ने हुन्छ हो त्यसको केयरहरू गर्नुपर्ने हुन्छ किनभने मलाई जिबिएसडी भएको थियो सो त्यो जिबिएसडीले चाहिँ मेरो फेसमा यता कता कता त्यो निलो निलो पनि आएको थियो यस्तो यो देख्न सक्नुहुन्छ यस्तो यस्तो सो त्यो चाहिँ जिबिएसडीको कारणले भएको हो अनि अहिले चाहिँ ठिक छ जिबिएसडी पनि छैन अहिले चाहिँ बट माइनर ट्रिटमेन्टहरू चाहिँ चलिरहेको छ अब भ्याक्सिन चाहिँ हाम्रो 2 महिनामा चाहिँ लगाइराख्नु पर्ने हुन्छ अनि हाम्रो एलपी जुन चाहिँ ढाडमा सुई लगाइन्छ अनि त्यो चाहिँ लगाइराख्नु पर्ने हुन्छ सो त्यो चाहिँ अब एउटा बाँकी छ मेरो ढाडमा लगाउनु पर्ने सो अस्ति चाहिँ भ्याक्सिन लगाएको कारणले चाहिँ लगाएको थिएन सो अब चाहिँ फेरि लगाउनु पर्नेछ अनि त्यही हो राम्रो छ राम्रो हुँदै गइरहेछ हजुरहरूको माया साथ सपोर्टले अहिले चाहिँ एकछिन घाममा बसौँ भनेर अनि त्यसपछि आएको सो घाममा बस्छु अब एकछिन अनि न्यानो भएर बस्नु पऱ्यो अनि त्यसपछि चाहिँ
र सम्पूर्ण नेपाली मनहरूप्रति चाहिँ म एकदम नमन व्यक्त गर्न चाहन्छु किनभने हजुरहरूको माया साथ सपोर्ट ले नै म अहिले यो अवस्थामा छु सो आई एम कम्प्लिटली फाइन नाउ होइन अनि माइनर ट्रिटमेन्टहरू चलिरहेको छ सो मैले भनिहालेँ हजुरहरूलाई भ्याक्सिनहरू लगाउनु पर्ने हुन्छ भनेर सो ट्रिटमेन्ट त भइरहेको छ अनि म पनि ठिक हुँदैछु हजुर पनि स्वस्थ रहनु होला व्यस्त रहनु होला है त र सम्पूर्ण बिरामीहरूप्रति पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु सो लेट्स विन द ब्याटल अगेन्स्ट क्यान्सर हामीले चाहिँ क्यान्सरलाई जित्नुपर्छ भन्ने चाहिँ म सबैलाई भन्न चाहन्छु है त सबैजना मोटिभेट हुनु भन्न चाहन्छु है त ओके ल बाई सी यू इन द नेक्स्ट ब्लग